अब हामी यहाँ पर्खाइमा छौँ। हामी दुईजना छौँ यहाँ, नयाँ मान्छे नयाँ सहरमा। केही अत्तो छैन के यस्तो छ हाम्रो अर्काको देशको त बढाउनु त के गर्नु त तर भए पनि धेरै मजाको त्यो ठाउँहरू त सफा सुग्घर बाटो छ नि के गर्नु मान्छे एकजना हिँड्दैन हामी मात्र हिँड्नु ठाउँ पनि सफा त सफा छ। यो चाहिँ हाम्रो कम्पनी हो यो अफिस हाम्रो काम चाहिँ यहाँ पर छ आज बेलचा हान्ने फुलबारीहरू बनाइदिनु पर्ने 9-10 दिन यहाँ बसिन्जेल चाहिँ हामीलाई यहीँ कफी राखिदिएको थियो यिनीहरू सबै सेक्वा खाने ठाउँ हो। यहाँ हिजो कफी राखिदिरहेछ यहाँ अब कफी खाने हो अनि काम गर्ने हो। पानी मक्लो के जाखवा भी एकरा के जाखवा भी ने कफी यति राखिदिएको छ अनि खाने दुईचोटि खुवाउने 4टा राखिदिएको रहेछ पानी त्यसैले पुग्ने रहेछ। उतै राख्नु पर्यो नि उचालेरै एकछिन 1 मिनट त हो यसलाई राख्नु न। ए कमादा दाबर से चांगली तर aku फिरिया दे मेरे को फिर कौन तेंगे को ला ये कौन से भी ना खाते हैं ना बस तो साउथ समझी नहीं आता तो सही ना काम देखा रहा सही से भरे यार लास्ट में आएर गाली गर्यो भने दाँत मात्रै देखाइदिनु ए भल भुल्यो म न यो आज चाहिँ मेरो कोरियाको पहिलो काम तपाईहरुको कस्तो हुँदो रहेछ है। मेरो चाहिँ खतरनाक छ यो त नेपालको एक्सपिरियन्स बताइदिएको सबै काम आउँछ खेती सेती गर्नु गाईबस्तु पाल्नु भनिदिएको यस्तो एक्सपिरियन्स वाला काम हालिदिएको छ। पन्जा आतिङ गएर भन्नु ए नेछि कि एक कन पाखन नु भन्छ ल हाम्रो काम त यी फुलबारी बनाउने पो छ त कोरियामा त खेतीपाती गर्न आउँछ अन्त आउँछ भनेको एक्सपिरियन्सको काम दिइहाल्यो नि चुनचुन यापी दुङ्लो यापी बिताइहाल्यो नि। अब यो आएको प्रथम बेल चल्ने अन्त त के होला भिक्ला बिना बेला ल अब म पनि दिन्छु एकचोटि कस्तो हुँदैछ बेलचा मेरो बेलचा त भाँची गएको छ हौ। ल यतिको चाहिँ हान्यौँ अब बारीलाई यतिको चाहिँ बनाएको छौँ हामीले बेलचाले खनेर उपरसम्म पुऱ्याउनु पर्ने आज दिउँसोभरिको अब यति नै होला रोज पकाउनु आरामले गरेर। अहिले चाहिँ हाम्रो ठ्याक्कै 12 बजेको छ। अब बिहानभरिको हाम्रो दुईजनाको काम दौरो पो गऱ्यौँ त हामी त आम्मामा के रोप्यौँ थाहा छैन फुल हो कि प्याज हो त। आज चाहिँ हामीले यहाँ दुईजनाले खनेर फुलहरू रोपेको छौँ यसरी। अब साउनेहरू आउँदैन त्यहाँ खनेर फुल रोप भनेर दिइराख्यो। हाम्रो तरिकाले यहाँ रोपिदिएको अब
कस्तो हुन्छ, उम्रिन्छ उम्रिँदैन। उम्रेछ भने ठिकै छ, उम्रेन छ भने नि के गर्नु र। रोपिहाल्यो र रोपेर नि भिजाइ पनि सक्यो। यत्रो फुल चाहिँ खोइ के गर्नु रोपेर। आजको हाम्रो काम चाहिँ सक्यो है। यति रोप्यौँ फुल आज हामीले दुईजनाले। पहिलो दिनको पहिलो काम, भात खुट्टा धोएर अरू पनि जाने हो। कामको समय चाहिँ ठिकै लाग्यो, 9 बजीदेखि 5 बजीसम्म गऱ्यो। 1 घन्टा भात खाने टाइम, त्यहाँदेखि त नन स्टप नि हो गरेको। ठिकै भयो, तर हामीले गर्ने काम चाहिँ होइन, यो अर्कै काममा हालिरहेको छ अहिले। अनि हामी 5 बजी 5:30 बजी काम सुत्याएर अहिले चाहिँ